फाइनली यत्रो दिन 3 दिन जङ्गलमा हिँडेर चाहिँ 3 दिन जङ्गलमा हिँडेर बसेर चाहिँ फाइनली हामी एउटा गाउँ आइपुगिसकेको छु। बाङ्लाखाला बाई बाई। अहिले जस्तो छ यहाँको सिचुएसन चाहिँ यहाँ तलबाट आउँदैछ ग्रुप फोटो खिच्नको लागि। वेलकम टु माई डे 3 ब्लग है। आज चाहिँ हाम्रो डे 3 हामी चाहिँ माथि चौरमा हालिदिइरहेको छु अहिले फिलहाल चाहिँ फोटोसुटहरू गर्नुको लागि। टक्कै यहाँ छ दाहरू चाहिँ रक। अब चाहिँ हाम्रो ट्रेकिङको डे 3 हो। भ्यू चाहिँ यस्तो छ यहाँको। हामी आएको चाहिँ यहाँबाट यो माथिको पहाडबाट चाहिँ आएको हामी। अस्तिको दिन चाहिँ यो माथिको पहाडबाट हिँडेको यस्तो छ। फोटोसुट हुँदैछ हल्का। यहाँ चाहिँ हाम्रो भुटानको बोर्डर छ हो। यो चाहिँ भुटान, यो चाहिँ भयो भुटान, यो चाहिँ भयो इन्डिया, यो चाहिँ पिलर, यो चाहिँ बोर्डर हो है। अहिले जस्तो छ यहाँको सिचुएसन चाहिँ यहाँ तलबाट आउँदैछ ग्रुप फोटो खिच्नको लागि हो। टक्कै यहाँबाट कञ्चनजङ्घा पनि देखिदिइरहेको छ आज चाहिँ। यस्तो चाहिँ भ्यू चाहिँ यहाँको। यहाँबाट हेऱ्यो भने चाहिँ यहाँबाट चाहिँ पुरै यहाँबाट चाहिँ यहाँ यो पारि चाहिँ भुटान, यो पारि चाहिँ भुटानको गाउँहरू छ। यो पारि भुटान भयो, यो पारि चाहिँ दार्जिलिङहरू देख्छ हो। त्यो पारिको चाहिँ दार्जिलिङ हो है। ज्यादा जुम गर्नु हुँदैन फेरि। यस्तो छ यहाँको चाहिँ। यहाँ चाहिँ हाम्रो टी टाइम। अब चाहिँ चिया पाक्दैछ हो। प्याकिङ हुँदैछ यहाँ चाहिँ हल्का। यहाँ चाहिँ वाटर फिल्टर हुँदैछ हाम्रो चाहिँ। वाटर फिल्टर यो चाहिँ यस्तो छ। प्याकिङमा चाहिँ डल्लै बसिरहेको छ हो। Chicken soup. Yeah, this is our daru, special type of daru. अब हामी चाहिँ यहाँबाट निक्लिसकेको छ हो। डे 3 यहाँ छ हाम्रो केटाहरू हिँड्दैछ। हाम्रो केटाहरू चाहिँ अब आजको हाम्रो ट्रेक चाहिँ यति नै थियो। आज चाहिँ हाम्रो डे 3 हो। आज बाङ्लाखादेखि चाहिँ सिधा घर। डे 3 चाहिँ यहाँ छ केटाहरू चाहिँ। अच्छो यो घाँस चाहिँ किन बोकेको? ल बाङ्लाखाला बाई बाई। यो चाहिँ हाम्रो आजको डे 3 डाउनहिल रुट हो। यो चाहिँ आजको रुट चाहिँ यस्तो छ, डाउनहिल, पुरै डाउनहिल। ओके आज चाहिँ हाम्रो आजको ट्रेकिङ चाहिँ यहाँ माथिदेखि चाहिँ आज चाहिँ घर, सिधै घर। आज चाहिँ हाम्रो आजको नाइट चाहिँ हाम्रो घरमा हुन्छ हो। डाउनहिल अहिले चाहिँ धेरै तल आइसकेको छ हो। यस्तो छ बाटो चाहिँ, धेरैभन्दा पनि धेरै तल झरिसकेको छ हामी माथि जङ्गलबाट। अब आज चाहिँ यस्तै छ रुट चाहिँ। यहाँ छ हाम्रो दुईजना, अगाडि दा गाइड अनि पछि छ अरू चाहिँ। जङ्गल चाहिँ बाटो छ तर डर लाग्दो डेन्स। ट्रेकिङ चाहिँ डर हुँदैछ हाम्रो चाहिँ आज डे 3। आज चाहिँ तर घर पुग्छु हो। यो चाहिँ वाइल्ड अलैँची होइन।
के हो चुरुम्बाको लागि त यहाँ हाम्रो गाइड दाजुले टिपिँदैछ हो नभन त्यस्तो गाइड दाजुले बाहिर यो चाहिँ ल है फ्रुट खाने भयो चुरुम्पा चुरुम्पा यो चाहिँ वाइल्ड कारडमम यो बिटा सानो दाना हुन्छ नि त्यो चुस्यो भने गुलियो हुन्छ नि गुलियो खालको हो त्यो गुलियो भन्दा पनि कस्तो हुन्छ त रजनीगन्धा यस्तो खालको हो त्यो ल कसलाई पुगेर त कुमाथि छ 3 जना ल 3 जनालाई चाहिँ पुगेको छैन निकै पो रहेछ यता पनि छ 3 जना माथि छ यहाँ फर्न त भयो अहिले चाहिँ जनावर पनि खाउँछु ल भाइ जग्गा फाइनली यत्रो दिन 3 दिन जङ्गलमा हिँडेर चाहिँ 3 दिन जङ्गलमा हिँडेर बसेर चाहिँ फाइनली हामी एउटा गाउँ आइपुगिसकेको छु हो यस्तो छ फाइनली पक्का घरहरू चाहिँ अहिले देख्न थालेको छ हल्का उतै छ अब चाहिँ जङ्गल पनि सकेको हल्का यो फाइनली यी घरहरू देख्न थाल्यो हो अहिले चाहिँ 3 दिन जङ्गल हिँडेर यहाँ माथिको जङ्गलबाट आएको यो जङ्गलबाट टक्कै तल हाइवेहरू देख्न थाल्यो यहाँ तल हाइवेहरू छ हो बल्ल 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 3 दिन बाद चाहिँ अब घरहरू देख्न थाल्यो यी घर उपर घरहरू हो 3 दिन जङ्गलमा बस्दा चाहिँ हत्तु हजुर यो माथि चाहिँ यो माथिको रोडहरू चाहिँ उयो जान्छ के अरे बाबा मन्दिरहरू जान्छ हो यस्तै छ अब हामी चाहिँ यहाँ स्कुल भएकोमा पुग्नुपर्ने रहेछ है त्यो स्कुल भएकोमा चाहिँ हाम्रो गाडी आउँछ त्यति हो गाडीबाट चाहिँ टक्कै चढेर जाने हो है अन्त यो आज चाहिँ डेट थियो है यहाँ चाहिँ हाम्रो अगाडि केटाहरू जाँदैछ अब घाम चाहिँ दामी लागिरहेको छ हो गरम म पनि भयो 3 दिन नधोएको मुख धोएको छैन 3 दिनदेखि यार यति मजाको जग्गा छ हो यहाँ चाहिँ टक्कै हामी यो जग्गा चाहिँ सेटिस छ यहाँ चाहिँ सेटिस जग्गा है जग्गा चाहिँ दामी छ एब्बा गरम तर यहाँ चाहिँ गरम पनि हो अब स्कुल पुग्नै आँटेको होला हामी पनि अलैँचीबारी मात्रै छ अलैँचीबारी हो गरम चाहिँ हेब्बा छ हेब्बा आजको हाम्रो डेस्टिनेसन चाहिँ यहाँ हो फदामचेन हो टक्कै आज चाहिँ हामी यो जग्गा पुग्नुपर्छ गाडीमा अहिले चाहिँ हामी रोड चाहिँ भेट्यौँ हामीले है घाम चाहिँ यस्तो डरलाग्दो लागिरहेको छ अब भुवा रोड पनि भेट्यो है तर यो चाहिँ अलिक अफ रोड हो अब हाइवे चाहिँ तलदेखि छ स्कुलदेखि चाहिँ हाइवे छ अरे त्यहाँ चाहिँ हाम्रो गाडी आइरहेको छ त्यहाँबाट चाहिँ गाडी चलेर जानुपर्ने हुन्छ यो उकालो यो माथिको डाँडा छ नि यो माथिको डाँडा चाहिँ उकालो चाहिँ उयो जान्छ जुलुक बाबा मन्दिर नाथाङहरू पुग्छ यो उकालो चाहिँ यो माथिको डाँडाहरू चाहिँ हामी चाहिँ अहिले आइपुगे गाडी भएकोमा चाहिँ स्कुल चाहिँ यहाँ रहेछ है गाडी चाहिँ यहाँ छ हाम्रो टक्क अब चाहिँ गाडीमा हुन्छ गएर चाहिँ फाइनली मेन रोड आइपुग्यो मेन रोड आइपुग्यो हामी फाइनली अब चाहिँ हामी यहाँबाट निस्केको हो यहाँबाट निस्केको भनेको टक्कै थ्याङ्क यू भिजिट अगेन ओके हाम्रो सफर यहीँ खत्तम हुँदैछ अरू यहाँ के भन्नुहुन्छ भाइ एकदमै खुसी भइरहेछ 2 दिनको एकदमै फर्स्ट एकदम हाम्रो ट्राभल पछि चाहिँ यहाँ आएर रिल्याक्स फिल भइरहेको छ अहिले रमाइलो हामी
चाहिँ यहाँ क्यु खोला पुगिसकेको छ अहिले चाहिँ यहाँको यस्तो छ जग्गा चाहिँ जिप लाइन पनि रहेछ हो जग्गा चाहिँ यहाँ चाहिँ अहिले बाटो ब्लक छ त्यसले गर्दा यो चाहिँ यहाँ क्यु खोलाको वाटरफल है यस्तो छ वाटरफल चाहिँ अत्तै मजाको यो पनि एउटा टुरिस्ट स्पोटै रहेछ होइन यहाँको टक्कै यहाँ जिप लाइनहरू पनि बनाइदिएको रहेछ होइन वाटरफल चाहिँ स्टेप छ एक स्टेप माथि 2 स्टेप ल यसमा चाहिँ आजको हाम्रो ट्रक चाहिँ यति नै थियो तिमी त्यहाँ चाहिँ हाम्रो ट्रक हजुर गरम आजको भ्लग चाहिँ यति नै थियो हो Let's see you soon in another vlog.